ल यहाँ राङ्गा पनि आइस राङ्गा आएछ नि ल बुवाले एकदम राङ्गाहरू ल्याइसक्नु भएछ ठुल्ठुलो भएछ राङ्गाहरू अस्ति जस्तै मात्रै ल्याएर ल बुवाले राङ्गा पनि ल्याइसक्नु भयो अस्ति ठुल्ठुलो चाहिँ बेचेर फेरि ल्याउनु भएको पनि ठुल्ठुलो भएछन् राङ्गा पालन गरेर अघि भागो म त उताको टोपी पनि खतरा लाउनु भएको रहेछ त बाजेले त टोपी खतरा लाउनु भएछ पल्टाएर सेर भाग्दै थियो खै यो सेतो र रातो कालो मन पराउँदैन क्या भैँसीले राङ्गाले छेउमा नजानु ल रातो लुगा लगाएर हान्छ नि फेरि पिङ पिङ हान्छ होला है पछाडिबाट अहिले के गरेको छोरी यहाँ जिउ कहाँ छ चिसो त कि तातो छ पानी तातो छ ए लु निस्क भयो यो हिलोले खुट्टा खान्छ हिलो पानीले अब माथि गएर धारामा धुनुपर्छ ल ल जाउँ कुन बाटो जाउँ त्यताबाट होइन यता अगाडिबाट जाउँ अब अघि मकैबारी मकै धानबारी आएको कस्तो सबै पासेर चिलाइरहेको छ दुखिरहेको छ यताबाट जाउँ न ल नरिसाउनु ल अब त्यसको लागि दादा छिरी नि धेरै पैसा दिनुपर्छ नि हो होस् न अनि तिरौँ न त ल हाँस्नु न एकचोटि ल एक्टिङ गर्नु न थोरै यस्तो गर्नु न त अब थ्याङ्क यू कान्छीको बेबी हेर्न आएको नि हामी कान्छी छामाको बेबी पनि हेऱ्यौँ खेत पनि हेऱ्यौँ राङ्गा पनि हेऱ्यौँ होइन